नमस्ते एभ्रिवान सेवा सेवा र वेलकम ब्याक माई अनदर ब्लग आयो सबैजना सन्चै हुन्छ होला र हामी पनि एकदम सन्चै छौँ। अनि आज चाहिँ बेबीला र म मिलेर हामी माथि कपन गुम्बा जान लागिरहेको छौँ होइन। अनि गुम्बामा चाहिँ अब गुम्बाको पनि यसो हामी भिडियो बनाउँछौँ तपाईँहरूको लागि। अनि भिडियो के कस्तो लाग्छ तपाईँहरूलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। अनि यहाँ चाहिँ एकदम चिल्लो देखिरहेको छ किन भन्दाखेरि अब हिजो मैले यहाँ साह्रै एउटा मात्रै थियो कि अनि यहाँनिर चाहिँ बरु अलिक आओस् भनेर मैले चिन सबै खौरेको छु। अलिक आउँछ होला है, तर कस्तो बिल्ला देखिँदो रहेछ, नराम्रो देखिँदो रहेछ। ठिकै छ, केही छैन होइन। अनि अब चाहिँ हामी कहाँ भेट्नेछौँ, बाटोमा भेट्नेछौँ। अनि भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नु होला। राम्रो लाग्यो पनि नराम्रो लाग्यो पनि कस्तो सब्सक्राइब गर्ने यही हमलाले त हो नि, यस्तो गर्ने ट्याक्क थिच्ने होइन। त्यति सब्सक्राइब गरिदिनु के जान्छ र हजुरहरूको। तपाईँहरूको लाइक कमेन्ट सेयर सब्सक्राइबले अझ हामीलाई नयाँ भिडियो बनाउने एउटा ऊर्जा एनर्जी दिन्छ। ल लाइक कमेन्ट सेयर सब्सक्राइबको आशा राख्दै मैले हजुरहरूलाई अब बाटोमा भेट्नेछु है त। ल स्टे ट्युन ओके। फाइनली हामी चाहिँ रेडी भइसकिसक्यौँ। अनि देख्न सक्नुहुन्छ यहाँ तपाईँहरूले मेरो यस्तो राम्रो हुडी है। तर यति राम्रो हुडी चाहिँ कलर चाहिँ राम्रो किनेको, तर यस्तो फसाएछ यो हुडीमा। एकचोटि धोएको सब डिस्कलर भइसकिसक्यो। अनि यहाँ चाहिँ बेबीला बेबीला अब यस्तो रहेछ कि अब हामी दुईको इन्टरकास्ट बिहे हो। म लिम्बू, अब ऊ चाहिँ भोटे भयो होइन। अब उनीहरूको भाषामा चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि अब बुवालाई के भन्छ, पाला भन्छ होइन। बुवालाई पाला भन्छ। अनि मोला भनेको हजुरआमा। यस्तो रहेछ उनीहरूको भाषामा चाहिँ। अब ला भनेको चाहिँ हजुर भनेर अलिकति सम्मान गरेर बोलिने भाषा रहेछ होइन। अनि त्यही भएर चाहिँ मैले उसलाई अब बेबीबाट बेबीला भनेको कुरा त्यसरी बुझ्नु होला हजुरहरूले। तर यो काटेर चाहिँ कस्तो साह्रो भयो नि, कस्तो साह्रो बिल्ला देखियो भने ठिकै छ होइन। मेरो बेबीलाई यहाँ चाहिँ ल मेरो बेबीलाई म फाइनल रेडी भइसकिसक्यो। अहिले चाहिँ हामी उता गएर भेट्नुपर्छ बाटोमा है। ल बाई बाई, सी यू। अब ल बाटोमा भेट्नुपर्छ। लिपस्टिक लिप बाम गर्छु म। लिप बाम हेरौँ न यसको लिप बाम। आमा अलिक यता गरौँ न त नि, फ्रेममा त फुलले निस्किनुहोस् न। सेक्सीवाला लिप बाम हेर त यसको, हेर्नु होला यस्तो लिप बाम, सेक्सीवाला लिप बाम। ल हामी बाटोमा भेट्छौँ। फाइनली गाइज अहिले चाहिँ हामी यस्तो राम्रो रोड भएको सुन्दर शान्त है, एकदमै कसरी बाटो हुन्छ एकदमै राम्रो। यस्तो ठाउँ चाहिँ काठमाडौँमा अलिकति कमै मात्रै भेटिन्छ। किन भन्दाखेरि चाहिँ जहाँसुकै गडाङ गाडी हुन्छ के हुन्छ होइन। अनि यस्तो सुन्दर ठाउँमा चाहिँ है माथि गुम्बा हो यता देखौँ, माथि पनि जानु चाहिँ पाउँदो रहेछ तर छिटो दिँदैन अरे हामीलाई। अनि त्यही भएर अब हामी जान्छौँ यताबाट जान्छौँ सट्टै घुमेर माथि। अनि यहाँ चाहिँ धेरै राम्रो ठाउँ रहेछ। अब यसलाई पनि अलिकति हाम्रो भिडियो ब्लगमा कैद गरिराख्नु भनेर चाहिँ मैले ट्याक्क बनाएको छु है। हेरिदिनु होला, माया गरिदिनु होला। ल अगाडि देखाउँथेँ यस्तो हुन्छ भाइ बहिनीहरू छ। उता चाहिँ हेर्नुहोस् त, यता काठमाडौँ सर्च राख लगाएर छेटा लगाएर ल अब हामी डाइरेक्ट माथि गएर भेट्नुपर्छ के गर्ने हो त। बिचमा अब अझ राम्रो ठाउँ छ भने देख्न सक्नुहुन्छ यहाँनिर के को छ। बाई बाई, फलो मी। बिचमा चाहिँ अझै राम्रो ठाउँ छ भने हजुरहरूलाई त्यो पनि देखाउनेछौँ। अहिलेलाई भने स्टेडियम हेर्दै गर्नु होला। यहाँ माथि गुम्बा टक्राक लगाएर यता विचार साउदेन। अनि यता चाहिँ म राम्री मान्छे राम्रो त्यतिकै भन्छ यसले मिस बेबीला। ल गफेको ल। यहाँनिर चाहिँ बाँस यस्तो दामी छ त्यो घाँस चाहिँ। यो बाँसमा अन्त घाँस हेर कस्तो दामी छ, आम्बो दामी छ। तर यहाँ हेर्नु टक्क लाएर, तर यो क्यामेरा नराम्रो भयो त्यस्तो राम्रो देखेको छैन। तर लास्ट दामी देखेको छ यहाँबाट चाहिँ। यो भ्यू चाहिँ प्लेन उडिरहेको छ यहाँनिर टक्क लाएर। उताबाट टक्क लाएर
तेर्सो रोड दामी छ त्यस्तो धेरै गाडी पनि नै एउटा एउटा बाइकहरूको चाहिँ बेला बेलामा शान्ति तलतिर त लास्टै धेरै गाडीको छ हाम्रोमा त बस पार्क पनि नजिक छ देखाउँदिन हौ आम्बो दामी भ्यू अगाडि हेर्न सक्नुहुन्छ अगाडि पनि त्यस्तै दामी दामी छ अब चाहिँ अलिक कस्तो बाक्लो बाक्लो गाउँहरू आउँदैछ यो भरे काट ल यिनीहरू काट्नु नि भरे यहाँ माथि नि भरेको रहेछ कहाँ जाने कुनै धारा छ जस्तो छ यहाँनिर सायद माथि रहेछ बाटो धारा पनि त्यहाँ रहेछ त्यहाँ चाहिँ अब पानी सानी खाएर अनासना धोएर कहाँ उकालो लाग्नुपर्छ ल दामी छ यतातिर त अलिक अर्कै टाइपको के त्यो सिक्किम टाइपको भाइ भयो भने दार्जिलिङ टाइपको यो रोडहरू त्यस्तै अनि वरिपरि बाँसहरू त्यस्तै सल्लाह भयो रुखहरू यहाँ चाहिँ साँच्चीकै यो रोड चाहिँ मलाई दामी लाग्छ मलाई पनि दामी लाग्छ यो ठाउँ चाहिँ एकदम हाम्रो फेभरेट प्लेस चाहिँ भनौँ न त हाम्रो एकदमै है अनि यस्तै छ अब बाहिर हिँड्दा चाहिँ अलिकति अब हामीसँग माइक छैन माइक भएको भए चाहिँ अलिकति साउन्ड हुन्छ नत्र चाहिँ यो बाइक स्कुटरहरूको आवाजले गर्दाखेरि हाम्रो आवाज तपाईँहरूले त्यति क्लियरली ठुलो लाउडली सुन्न पाउनुहुन्न त्यही भएर भिडियोमा पनि अलिकति नराम्रो जस्तो देखिन्छ अनि अब हामी तपाईँहरूलाई राम्रो ठाउँ चाहिँ नछुटेको देखाउँछौँ हेर्दै जानु होला स्टे ट्युन ल है त राम्रो मलाई चाहिँ एकदम सुन्दर लाग्छ यो ठाउँ चाहिँ फेभरेट प्लेस तिम्रो के हो फेभरेट प्लेस होइन त यो फेभरेट प्लेस होइन देख्नु सक्नुहुन्छ फेभरेट प्लेस हो साँच्चीकै फेभरेट प्लेस हो है अनि यहाँदेखि त अलिक अगाडि गएपछि चाहिँ के भन्नु तपाईँहरूलाई काठमाडौँमा आएर कति ठाउँ घुमियो होइन अनि घुमेमध्येकोमा चाहिँ सबैभन्दा मलाई चाहिँ फेभरेट प्लेस अनि बेबिलासँगको अब यस्तो राम्रो ठाउँमा अनि आफूले माया गरेको मन पराएको मान्छेसँगै अब यो सँगै हुनु पाउँदा कति सुन्दर लाग्ने अलिक नजिक ल्याउन साउन्ड सानो आउँछ क्या हाम्रो यो डाँडादेखि उता चाहिँ के हो आमाला बोर्ड रिसोर्ट रहेछ यहाँनिर एकछिनमा देखाउँ न त अनि किन यहाँ देख्न सक्नुहुन्छ काठमाडौँ ढान टाडान सुनिँदैन तेरो आवाज यहाँदेखि पर यो देखाएको फाल्टै खालको दामी मलाई पिस लाग्ने ठाउँ चाहिँ यता हो है देखिराख्नु भएको तपाईँहरूले साँच्चै मलाई किन है यता देख्ने बित्तिकै मलाई एउटा फाल्टै खालको भाइस आउँछ तपाईँहरूलाई के कस्तो लाग्छ त्यो फाल्टै ठाउँमा छ कतिजना चाहिँ तपाईँहरू यो ठाउँमा आउनु पनि भएको होला है जोस् यो ठाउँदेखि चाहिँ पारि एकदम सुन्दर देखिन्छ कस्तो मजाले बसेको अनि त्यहाँदेखि यो माथिको बुढा नीलकण्ठ गुम्बा हो एकचोटि साथीसँग गएको थियो त्यहाँनिर जुम गरेर देखाइदिएको थियो शिवपुरीहरू पनि यतै छ होला सायद जो सुन्दर छ क्या त्यो चाहिँ माथिको त्यो के गुम्बा भन्छ त्यो थाहा छैन तर बुढा नीलकण्ठ कतिमा पर्दो रहेछ त्यस्तो राम्रो लाग्छ मलाई त्यो भन्दै अहिले चाहिँ हामी कन्टिन्यू हाम्रो गन्तव्यतिर है बोल न बोल हो के भनेर यहाँ कस्तो राम्रो भिडियो आउँदो रहेछ भिडियो त अब मान्छे ह्यान्डसम भएपछि भिडियो त राम्रो होइन मेरो पनि खिच्यो भने राम्रो आउँछ भनेर मेरो पनि एउटा भिडियो खिचिदिई बक्सियोस् न
यो देखाउन मलाई यो ठाउँ चाहिँ किन के जोडिएको छ जस्तो लाग्छ यो ठाउँसँग यसको चाहिँ यहाँनिर भुपु मायालुहरू छ कि पुरा हेर न ईर्ष्या भन्ने कुरा यता देखाउ न ईर्ष्या भन्ने कुरा यो मान्छेमा यति छ कि यति छ कसलाई सुनाएको जस यो ठाउँ चाहिँ यो देखेको ठाउँ चाहिँ मेरो फेभरेट प्लेस हो है काठमाडौँ बादिङ कि यहाँनिर रोडमा ल जाउँ पुरा एकजना एम्पायर सेम्पायर राखेर यता राम्रो छ यो चाहिँ अलिक देखिएन कस्तो दामी देखिएछ तर आज चाहिँ किन क्यामेराले साथ दिएको किन ब्युटिफुल लड्नु अरे त्यो बेला चाहिँ अनि कन्टेन्ट एउटा राम्रो अच्छा यो पापीले त पाट्टै कस्तो है धेरै सिकुटो भएर त्यहाँ हाँस्दाखेरि चाहिँ मेरो लाग्छ चौरी गर्दा धेरै सिकुटो भएर होइन हो बुढो भएर हो 30 वर्ष पुग्न आँटिसकिसक्यो अब किस चाहिँ छैन नि त भर्खर स्विच 16 हो म यार तू मुझे गलत मत बोल तू खुद को गलत बोल तू खुद की औकात देख तू अपनी गर्भान में झांक के देख तू खुद की अनि यहाँनिर अब अलिक मासु अब यो के अरे पातला छ नि त त्यही भएर चाहिँ मेरो साह्रै ओके बाई बाई गाइस अघि उसले भनेको थियो नि त अघि उसले भनेको थियो के अरे उसको फेभरेट ठाउँ भनेको थियो नि त्यो फेभरेट ठाउँ चाहिँ आउँ म पुग्नु आँटेको थिएँ यहाँ पनि कलतिर छ अहिले ठ्याक्कै त्यही ठाउँमा पुगेपछि अहिले ठ्याक्कै त्यही ठाउँमा पुगेपछि हामी क्यामेरा अन गरेर देखाउँछु हजुरहरूलाई मेरो बेबिलाको अगाडिदेखि देख्न सक्नुहुन्छ गुम्बा एकदम सुन्दर रहेको ठाउँ है कतिचोटि भन्नु मैले तपाईँहरूलाई मेरो फेभरेट प्लेस हो भनेर आहा कस्तो राम्रो देखिएको है कुन गुम्बा मलाई अब मलाई थाहै छैन यार कपन गुम्बा त हो तर गुम्बाको एक्ज्याक्ट नाम चाहिँ थाहा छैन मलाई के हो टोलायो त तिमी त साह्रै कस्तो पोलमा टोकेछु बिल्ला होइन यो त जुम गरेर हेऱ्यो नि कस्तो दामी देखिन्छ त्यो गुम्बा आँखाले हेर्दा राम्रो हो तर यस गुम्बा है यताबाट टक्क जाने बाटो रहेछ जस ठाउँ पनि राम्रो छ यता जाने ठाउँ पनि शान्ति अनि यहाँ सब्जीहरू देख्न सक्नुहुन्छ यस्तो मजाले खेती गरेको छ यहाँनिर यति मजाले गरेको छ उपरको गुम्बा चाहिँ दामी देखिन्छ तर कहाँबाट जाने थाहै छैन यार जेस यो ठाउँ चाहिँ एकदम बबाल वाउ मजै वाउ 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 भन्न रुचाउँछु सफा अनि एकदमै है वातावरण जेस एउटा कुरा भन्छु तपाईँहरूलाई अब मैले त्यस्तो कुनै व्यक्ति विशेषलाई भने होइन तर मलाई चाहिँ एकदम है प्रकृति चाहिँ जेस राम्रो लाग्छ बोट बिरुवा हरियाली मलाई मात्रै होइन सबैलाई राम्रो लाग्छ तर अहिले नेपालमा एउटा ट्रेन्ड आएको छ नि सर्वदान गरेर चाहिँ के अरे बोट बिरुवा रोप्नुपर्छ प्रकृतिलाई माया गर्नुपर्छ भन्ने मान्छेहरू पनि नेपालमा कति मैले देखेको छु जेस उहाँहरूको सोचलाई पनि म के अरे राम्रै मलाई एकदम सही लाग्छ किन भन्दाखेरि जहाँ प्रकृति हुन्छ त्यहाँ मात्रै एकदम हामीले चाहिँ के भन्नु त त्यहाँनिर हरेक कुरा चाहिँ राम्रो पाउन सकिन्छ क्या हामीले प्रत्येक लिने सासदेखि लिएर अक्सिजन हरेक कुरा जहाँ चाहिँ सुन्दर प्रकृति छ त्यहाँ मात्रै हामी एकदम स्वास्थ्य रहन सक्छौँ यो कुरा चाहिँ ग्यारेन्टी नै हो तपाईँहरूलाई है एकदम सुन्दर ठाउँमा छौँ हामी ल भिडियो के कस्तो भयो त्यो पनि कमेन्ट गर्नु होला अनि मोबाइलमा चार्ज छ अहिले चाहिँ हामीसँग पावर ब्याङ्क छ अनि अब जति चार्ज थाम्छ त्यति जेलसम्म तपाईँहरूलाई हामी देखाइ नै रहनेछौँ है त ल बेबीलाई हेर न के सम्झिँदै आउँदैछ हो कस्तो हावा मान्छे के सम्झिँदै आउँदैछ भन न सम्झिबस्छु एकान्तमा यस्तो पवित्र ठाउँमा यस्तो गर्नु हुँदैन है हातले पनि यस्तो चुन्नु हुँदैन ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ यहाँदेखि उता चाहिँ भिडियो खासै बनाउनु मिल्दैन अरे भन्छ है तर मैले त देखिरहेको हुन्छु भिडियो यहाँनिर हाम्रो ठुलै हाम्रो ब्लगरहरूको नेपालको तर पनि मैले लामालाई सोद्धाखेरि चाहिँ हुँदैन भन्नुभयो अनि खासै केही नै रहेन रहेछ अब यहाँनिर चाहिँ उताबाट हेर्दा चाहिँ राम्रो देखिन्छ होइन
अनि अब खै यहाँ आउँदा भित्र न छिर्नु पाइन्छ न के हुन्छ फर्निचर हुँदो रहेछ फेरि आवाज आउँछ है ल यस्तै नै त होला नि अब यहाँको भिडियो यहाँदेखि उता रहेछ 1 hour later. A few moments later. हामी गएर आएको गुम्बा चाहिँ उतै हो तर माथिबाट चाहिँ केही पनि खिच्न पाइँदैन रहेछ बरु यहाँबाट देख्न सक्नुहुन्छ तपाईँले यस्तो राम्रो है के गुम्बा अरे यो गुम्बाको नाम कपन गुम्बा मात्रै हो जेसरी यहाँदेखि राम्रो देखिँदो रहेछ फाइनली गाइज अहिले चाहिँ हामी रुम आइपुगिसकेर कपडा सपडा चेन्ज गरेर कस्तो जाडो भयो अनि अलिकति मैले एडिट पनि गर्दै थिएँ अनि भिडियो एडिटिङ गर्नु बाँकी नै थियो होइन अनि हामी भिडियो एन्ड गर्दैछौँ अनि आजको भिडियो ब्लग के कस्तो भयो सबैजनाले हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला अनि मैले कति भनिसकेँ हजुरहरूलाई हात जोडेर भन्छु कतिजनाले सब्सक्राइब गर्नु भएको छैन कृपया सब्सक्राइब गरिदिनु होला होइन अनि आज चाहिँ हामी गुम्बा जाँदा त्यस्तो अब एक्साइटेडै भएर गएको थियौँ राम्रै हुन्छ होला मजा हुन्छ होला भित्र छिर्नु पाइन्छ होला भनेको छिर्नु दिँदैन रहेछ अनि बाहिर हेऱ्यौँ अनि तपाईँहरूले पनि हेर्नुभयो के कस्तो भयो भन्ने कुरा भिडियोमा अगाडि होइन अनि जे जस्तो भए पनि ल है त सी यू नेक्स्ट भिडियो बाई बाई सबैजना स्वास्थ्य रहनु होला व्यस्त रहनु होला र एकदम खुसी रहनु होला बाई बाई भन्दिउँ नि त बाई 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 बाई